नमस्ते, मेरो नाम ध्रुव आचार्य। मेरो स्थायी ठेगाना गोरखा जिल्ला पालमटार नगरपालिका। मैले पहिले सिक रोजगारीको क्रममा धेरै ठाउँमा गएँ। मलेसिया गएँ, साउदी गएँ, कतार गएँ, सबै ठाउँ गएँ र म घरमा आएर बसिरहेको थिएँ। यसपटक साउदी अरब लास्ट टाइम छोडेर घरमा आएर बसिरहेको थिएँ। अनि म टिकटक यसरी चलाइरहेको थिएँ। टिकटक हेर्दा हेर्दै यस्तै भयो, भिजन एन्ड भ्यालु भनेर आएपछि त्यसमा हेरेको। पहिले पनि मलाई एसजिसी कम्पनीमा राम्रो छ भन्ने थियो, तर कम्पनी मलाई नाम त्यति उमेसो नभएको त्यति बेला। जब त्यसमा देखेँ अनि त्यसपछि म सिधै भिजन एन्ड भ्यालुमा आएँ। मेरो साथीहरूलाई मैले यस्तो यस्तो कम्पनीमा हाल्न लाएँ नि त भनेको। अनि मेरो उहाँ भएको साथी एकजना हुनुहुन्थ्यो, राम्रो छ भनेर। उहाँले चाहिँ यो कम्पनी राम्रो छ, यो मै बसेको कम्पनी हो दाइ, तपाईँ आउनुभयो आउनुहोस् भनेर भन्नुभयो उहाँले। अनि म यहाँ पनि कुरा गरेँ उहाँहरूलाई, म यस्तो यो कम्पनीमा जान चाहन्छु भने उहाँहरूले राम्रो कम्युनिकेसन यताउता फोनहरू मलाई चाहिँ ल है म यसमा जान्छु भनेर मैले इन्टरभ्यू दिँदाखेरिको फोनहरू प्रत्येक पटक फोन गर्दा राम्रो व्यवहार गर्नुभएको छ भिजन एन्ड भ्यालुको उहरूले, सर म्याडमहरूले। र मलाई चाहिँ एकदम म खुसी छु यो कम्पनीमा। उहाँ पनि मलाई उसको कम्पनीको ब्याकग्राउन्डको बारेमा पनि अलिकति पहिले बुझेकै थिएँ मैले। र अनि म यहाँ आएपछि नि इन्टरभ्यू दिने कुरामा सबै कुरामा सरहरू जस्तो इन्टरभ्यू दिने सरहरू आउनुभएको थियो। त्यसमा पनि एकदम रमाइलो कुराकानी भयो, उहाँहरूसित नि रमाइलोसँग गर्नुभयो। त्यति भएन, मिठो लाग्यो मलाई। अनि त्यसपछि इन्टरभ्यू दिएपछि म पास पनि भएँ। पास भएर त्यसपछिको प्रक्रियामा सबै एकदम सजिलोसित गरिदिनु भएको छ। तपाईँहरूलाई चाहिँ अब भिजन एन्ड भ्यालुलाई म धेरै सम्झिरहेको छु, सजिलो छ। मैले अरू साथीहरूलाई पनि यस्तो छ है भनेर सबैलाई कम्युनिकेसन गरेको छु। मैले आफूले मेरो नजिक भएको साथीहरूलाई चाहिँ अब पैसा तिरेर जानुहुन्न है विदेश जाँदाखेरि भनेर मैले सबै धेरै साथीहरूलाई भनेको छु। मैले अहिलेसम्म यहाँ मैले तिरेको छैन। मैले मात्र मेडिकल गरेको मेरो आफ्नो, त्यो पनि कम्पनीले दिन्छ भनेर मैले टु राखेको छु। मैले अन्त 1 रुपियाँ काहीँ पनि दिएको पनि छैन कसै सरहरूलाई। मलाई तपाईँलाई चिया खानुहोस् भनेर मैले चियाको पैसा दिएको पनि छैन। म एकदम जिरो लगानीमा जाँदैछु। म एकदम खुसी छु। अब अरू साथीहरू 2-4 लाख 2-3 लाख तिरेर गइरहेका छन्। अब त्यो मलाई त्यति पैसा बचे नि म एकदम खुसी छु। यो भिजन एन्ड भ्यालुमा आउँदाखेरि सुरुमा आउँदाखेरि चाहिँ टिकटकबाट हेरेर आएको। अब साथीहरूले टिकटक चलाउने मान्छेहरूले हेर्नुभयो नि, भिडियोमा हेर्नुभयो नि। जस्तो अब मैले आज भनिरहेको छु, भोलि तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। तपाईँहरू आउनुहोस्, यसो हेर्नुहोस्, एकदम राम्रो लाग्यो। मलाई चाहिँ एकदम राम्रो लाग्यो। तपाईँहरू पनि आएर एकपटक हेर्नुहोस्। म यसमा चाहिँ एकदम भिजन भ्यालुमा एकदम खुसी छु। र मेरो घर परिवारले पनि सपोर्ट गर्नुभयो। घर परिवारले एकदम राम्रो गर्नुभएको छ। ल जानको लागि म यस्तोमा जान्छु भनेर पारिवारिक सल्लाह लिएर बुवा आमासित, श्रीमतीसँग, अब केटाकेटी त सानै छन्, अब सबैसँग सल्लाह लिएर म एकदम चाहिँ खुसी साथ जाँदैछु। अब वहाँ गएपछि कामका अनुभवहरू त अब धेरै होलान्। अब पहिला पनि म राम्रै कम्पनीमा काम गरेँ। पहिला पनि गर्नु त अलमराई कम्पनीमा काम गरेको र अब अलमराईमा 1-1.5 वर्ष म काम गरेँ। त्यसपछि योभन्दा अगाडिको कम्पनीमा काम गर्दाखेरि अलिकति मलाई असहज भयो। 3 वर्षमा बल्ल आएको म 3 वर्ष अघिल्लो कम्पनीबाट। त्यो कम्पनीमा जान्न भनेर राम्रो कम्पनी खोज्ने यता हेर्दै उसमा बसिरहेको थिएँ। यसरी चाहिँ भेटे हो मैले भिजन भ्यालु। र यसमा अब साथीहरू, अब कोही यो भिडियो कसैले देख्नुभयो भने इन्टरभ्यू फेरि पनि आउँदैछ एसजिसी अरेबियन क्रास्टल कन्ट्र्याक्टिङ कम्पनीको। यो एकदम राम्रो छ। खाना बस्न फेसिलिटीहरू सबै राम्रो छ। पैसा पनि राम्रै आम्दानी हुन्छ। र अब आउने इन्टरभ्यूमा यहाँहरूले यहाँ यो भिजन एन्ड भ्यालुमा कन्ट्र्याक्ट गरेर आउन सक्नुहुन्छ। आएर हेर्नु होला। मेरो लागि चाहिँ राम्रो छ। तपाईँहरूले एकपल्ट बुझिदिनुहोस् अनि त्यसपछि आउनुहोस्। त्यसपछि भिजन भ्यालुलाई म एकदम धेरै धन्यवाद दिन चाहन्छु भिजन एन्ड भ्यालुलाई। र भिजनका सर म्याडमहरू, साथीभाइहरू सबैजनालाई म एकदम धेरै धन्यवाद दिन चाहन्छु। हस्, नमस्कार।